नमस्ते साथीहरु, स्वागत छ तपाईहरुले हाम्रो च्यानलमा। आज चाहिँ हामी 2027 वर्ल्ड कप को बारेमा कुरा गर्ने छौं। भर्खरै टी20 वर्ल्ड कप खेलेर नेपाल फर्केका छन् हैन। हाम्रो टिम चाहिँ अहिले चाहिँ जे ट्रफी चल्दै छ काठमाडौँमा चाहिँ। र अब चाहिँ हाम्रो नेक्स्ट म्याच चाहिँ सीडब्ल्यूसी लीगको म्याच चाहिँ मार्च 10 देखि सुरु हुँदैछ। त्यसैले चाहिँ म यो भिडियोमा तपाईहरुलाई 2027 क्रिकेट वर्ल्ड कपको बारेमा सम्पूर्ण जानकारी दिनेछु। त्यसैले भिडियो हेर्दिनु होला लास्टसम्म चाहिँ। सो फर्स्ट चीज चाहिँ अब होस्ट कन्ट्रीको कुरा गरौँ। होस्ट कन्ट्री चाहिँ तीनटा छन् हैन यो पल्टको वर्ल्ड कपमा चाहिँ। अब होस्ट कन्ट्रीमा चाहिँ साउथ अफ्रिका, जिम्बाब्वे र नामिबिया छ हैन। अब यो तीनटा कन्ट्री चाहिँ होस्ट गर्नेछ। जम्मा 54 म्याचेस हुनेछ। अक्टोबर देखि नोभेम्बर 2027 मा चाहिँ यो टुर्नामेन्ट सुरु हुन्छ र यसमा 14 टिम्सले पार्टिसिपेट गर्छ। 14 टिम्स भनेपछि नेपाललाई पनि एकदम राम्रो चान्स छ यो पल्ट खेल्नलाई। लास्ट टाइम चाहिँ हामी क्वालिफायर्स खेलेका थियौं तर त्यो क्वालिफाई गर्न चाहिँ सकेनौं। अब 14 टिम्समा चाहिँ अब 10 टिम्स त अब अलरेडी फिक्स छन् हैन। बाँकी चाहिँ अब 4 वटा पोजिसनको लागि खेल्ने छ। अब पहिला चाहिँ 10 वटा टिमको टुर्नामेन्ट थियो हैन। अब चाहिँ 14 टिम्सको टुर्नामेन्ट छ। अब तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ। यसमा चाहिँ साउथ अफ्रिका चाहिँ कन्फर्म छ हैन। जिम्बाब्वे चाहिँ कन्फर्म छ। यो दुईटा चाहिँ टिम चाहिँ किन कन्फर्म छ भने यिनीहरू होस्ट हुन् हैन। अब नामिबिया पनि सिलेक्ट हुनुपर्ने तर नामिबिया एसोसिएट कन्ट्री भएर नामिबियालाई पनि नेपाल जस्तै क्वालिफाई गरेर आउनुपर्ने हुन्छ हैन। अब चाहिँ र्याङ्किङ टेबलको हिसाबले चाहिँ 8 वटा टिम फाइनलाइज हुन्छ हैन। अब 1 to 8 टिम चाहिँ 31 मार्च 2027 मा जुन टिमहरू 1 to 8 सम्म पर्छ नि हो तिनीहरू चाहिँ क्वालिफाई हुन्छ खेल्नलाई। अरु 9th र 10th र्याङ्कको टिम चाहिँ क्वालिफायर्स खेल्नु पर्छ हैन। म अहिले एक्सप्लेन गर्छु हैन सबै। तर यति बुझ्नु हैन 10 वटा टिम चाहिँ लगभग कन्फर्म छ हैन। 8 वटा टिम चाहिँ र्याङ्किङबाट आउँछन् हैन र दुईटा टिम चाहिँ होस्ट। अब चाहिँ कुरा गर्नु पर्दाखेरि चाहिँ अब कुन टिम चाहिँ र्याङ्कबाट आउन सक्छन्। अब सबभन्दा सेफ जोनमा चाहिँ अब तपाईले स्क्रिनमा हेर्नु हैन इन्डिया, न्युजिल्यान्ड र अस्ट्रेलिया लगभग फिक्स नै छ हैन र 4 वटा बिचको टिमहरू फिक्स नै छ। तर अहिले चाहिँ सबभन्दा रिस्कमा चाहिँ इंग्ल्यान्ड छ कि किनभने इंग्ल्यान्ड चाहिँ अहिले 8th पोजिसनमा छ हैन। एकदम डेन्जर जोनमा छ। त्यसपछि छ वेस्ट इन्डिज र बंगलादेश। अब यदि के भन्छ यिनीहरूले अब जस्तै इंग्ल्यान्डले चाहिँ अब बाइलेटरल सिरिजहरू जित्न सकेन भने र 9th पोजिसनमा आयो भने क्वालिफायर्स खेल्नुपर्छ। तपाईहरुलाई थाहा नै होला 2023 वर्ल्ड कपमा चाहिँ वेस्ट इन्डिज चाहिँ क्वालिफाई भएको थिएन है 50 ओभर्स फर्मेटमा हो। त्यसैले चाहिँ यो तीनटा कन्ट्री इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश चाहिँ एकदम डेन्जर जोनमा छ हैन। सो अबको बाइलेटरल सिरिजहरू यो टिमहरूले चाहिँ अब जित्नै पर्ने हुन्छ। अब कुरा रह्यो हाम्रो लागि चाहिँ एकदमै इम्पोर्टेन्ट सीडब्ल्यूसी लीगको कुरा। अब सीडब्ल्यूसी लीगमा चाहिँ टोटल 8 वटा टिम छ हैन। 24 वटा ट्राई सिरिज चाहिँ खेल्नु पर्छ यिनीहरूले। टोटल 144 म्याचेस हुन्छ हैन र इच टिम भनेपछि हरेक टिमले 36 वटा गेम खेल्छन् हैन जसमा नेपालले 20 वटा अलरेडी खेलिसकेछ हैन। अब यहाँबाट के हुन्छ भने स्क्रिनमा हेर्न सक्नुहुन्छ टप 4 फिनिश डाइरेक्ट टु फाइनल क्वालिफायर भनेपछि 4 वटा टिम टप टिम यो ग्रुप यो 8 वटा टिम मध्ये 4 वटा टिम चाहिँ माथिको 4 वटा टिम चाहिँ डाइरेक्ट क्वालिफायर खेल्न पाउँछ फाइनल क्वालिफायर चाहिँ हैन। र बटमको 4 वटा टिम चाहिँ फेरि पनि प्लेअफ खेल्नु पर्छ के। अब प्लेअफ खेल्नु पर्छ। त्यसैले चाहिँ एकदमै इम्पोर्टेन्ट छ हैन यो जित्नुलाई। अब यहाँ हेर्नु टेबलमा हेर्दाखेरि चाहिँ अहिले युएसए, स्कटल्यान्ड, नेदरल्यान्ड र ओमान हैन यो 4 वटा टिम चाहिँ अहिले टपमा छन्। सेफ जोनमा चाहिँ अहिले युएसए छ, स्कटल्यान्ड छ र नेदरल्यान्ड छ हैन किनभने यिनीहरूको पोइन्ट चाहिँ तपाई आफै पनि हेर्न सक्नुहुन्छ 36, 30 र 28 छ हैन। अब ओमान चाहिँ 4th मा 24 पोइन्ट छ हैन। अब ओमान, यूएई र नेपालको सिरिज अब चाहिँ मार्च 10 गते देखि नेपालमा सुरु हुन्छ। अब अहिले क्रिटिकल जोनमा चाहिँ नेपाल र यूएई छ हैन किनभने एकदमै थोरै पोइन्ट छ हैन। त्यसैले चाहिँ अबको गेमहरू चाहिँ हरेक गेम चाहिँ नेपालले चाहिँ जित्नै पर्ने हुन्छ। अब हिस्ट्रीको कुरा गर्ने हो भने तपाईहरुलाई थाहा नै होला अहिले चाहिँ नेपाल 7th पोजिसनमा छ 12 पोइन्ट्समा
तर योभन्दा अगाडिको 2023 साइकलमा चाहिँ 12वटा गेममध्ये 11वटा गेम जितेर नेपालले क्वालिफाई गरेको थियो क्या, जब मोन्टी देसाई थियो नि कोच हो। त्यतिखेर चाहिँ लास्ट 12 गेम्समा 11वटा गेम चाहिँ नेपालले जितेको थियो हैन। सो चान्सेस चाहिँ छ, तर यो पल्ट चाहिँ एकदमै टफ छ। ल इन वर्स्ट सिनारियो जस्तै अब नेपाल टप 4 मा पुगेन भने के हुन्छ त हो, त्यतिखेर चाहिँ के हुन्छ भने प्लेअफ खेल्नुपर्छ क्या। अब प्लेअफमा के हुन्छ भने अब जस्तै अहिले चाहिँ च्यालेन्ज लिग चल्दैछ नि हो, त्यसमा लिग एबाट जर्सी र कुवेत र लिग बीबाट उगान्डा र इटली। अब तपाईहरुलाई थाहा नै होला इटली कति राम्रो प्रदर्शन गर्यो हैन यो वर्ल्ड कपमा चाहिँ। सो इटली इज अ भेरी स्ट्रङ टिम हैन। सो के हुन्छ भने अब यहाँबाट यो 4 टिम र क्वालिफायर्स जुन अहिलेको जुन च्याम्पियन्स त्यो सीडब्ल्यूसी लिग छ नि वर्ल्ड क्रिकेट लिग हो, त्यहाँबाट चाहिँ 4वटा टिम जस्तै बटम र्याङ्क जस्तै नेपाल पनि हुन सक्छ। अहिले नेपाल युएई छन् तल हैन, नामिबिया छन् हैन हो, त्यो 4वटा टिम चाहिँ र यो 4वटा टिमले चाहिँ क्वालिफायर्स प्लेअफ खेल्नु पर्छ के हो। त्यतिखेर चाहिँ फेरि गाह्रो हुन्छ नि, किनभने त्यो क्वालिफायर्स प्लेअफमा चाहिँ राम्रो गर्न सकेन भने नेपालको ओडिआई स्ट्याटस पनि जान सक्छ हो। अब यसबाट तपाईहरुले क्लियर हुन्छ हैन। अब बटम 4 फ्रम लिग 2 जस्तै नेपाल युएई हैन र टप 4 फ्रम च्यालेन्ज लिग, उताबाट 4वटा टिम र यताबाट 4वटा टिम चाहिँ फेरि खेल्ने छ क्वालिफायर्स प्लेअफ, र त्यसबाट 4वटा टिम चाहिँ ग्लोबल क्वालिफायर्समा जान्छ हैन। सो यहाँबाट 4वटा टिम जाने भयो भनेपछि यदि नेपाल त्यो ग्रुपमा टप 4 मा परेन भने पनि यो खेलेर चाहिँ यसमा टप 4 मा आएर चाहिँ क्वालिफाई गर्न सक्छ है। सो यहाँबाट 4 टिम, उताबाट जुन अहिले नेपाल खेल्दैछ त्यसको टप 4 टिम 8वटा भयो र 2वटा जस्तै जुन र्याङ्कको हिसाबले चाहिँ बटम 9 10 मा पढ्ने टिम हो, त्यो 10वटा टिम मध्ये 4वटा टिम चाहिँ वर्ल्ड कप खेल्न पाउनेछन्। यहाँ तपाईहरुले क्लियर हुन्छ। जस्तै तपाई हेर्नु अब 2टा फुल मेम्बर टिम जस्तै र्याङ्क तल भएको 2टा टिम, त्यसपछि 4 टिम फ्रम लिग 2 मैले भने नि टप 4 टिम हैन, अहिले जुन नेपालले खेलिरहेको छ जुन अहिले 7th पोजिसनमा छ हो, त्यसमा त्यसको टप 4 टिम र 4 टिम फ्रम क्वालिफायर्स प्लेअफ जस्तै अब टप 4 मा पढ्न सकेन भने बटम 4 र क्वालिफायर प्लेअफ्सको 4 जस्तै इटली, उगान्डा, कुवेत, जर्सी र यता नेपाल यदि पढ्न सकेन भने नेपाल युएहरू खेलेर त्यो 10 टिमबाट चाहिँ 4वटा वर्ल्ड कप टिकट पाउनेछ के। सो टोटल 10वटा टिम चाहिँ क्वालिफायर खेल्छन् हैन, र त्यो त्यहाँबाट चाहिँ 4वटा टिम चाहिँ क्वालिफाई गर्छन्। अब अहिलेसम्मको यो चाहिँ प्रोजेक्टेड हो हैन। अहिलेसम्म अब यो 14वटा चाहिँ अब यसमा चाहिँ देखाएको छ हैन, यसमा नेपाल त छैन किनभने अहिले नेपाल टप 4 मा छैन। यसमा साउथ अफ्रिका, जिम्बाब्वे क्वालिफाइड एज अ होस्ट भनेर देखाइराखेको छ हैन। इन्डिया छन्, अस्ट्रेलिया छन्, न्युजिल्यान्ड छन्, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, अब इङ्ल्यान्ड, अनि त्यसपछि बङ्गलादेश चाहिँ अब यिनीहरू चाहिँ क्वालिफाई हुने टिमहरू हुन् हैन। त्यसपछि चाहिँ अब युएसए, स्कटल्यान्ड र नेदरल्यान्ड, यो चाहिँ अहिले 3वटा एकदम र्याङ्कमा छ, राम्रो पनि खेलिराखेका छन् हैन यो 3टा टिम। र लास्टमा चाहिँ अब यसमा फाइनल स्पटमा चाहिँ आयरल्यान्ड, नामिबिया र वेस्ट इन्डिज देखाइराखेका छन् हैन। तर अब आयरल्यान्ड, वेस्ट इन्डिज पनि के भन्छ, दे आर भेरी गुड क्रिकेट नेसन हैन। अब यिनीहरू टेस्ट नेसन हुन् हैन, खोइ अब कुन आधारमा यो भन्दैछन्। तर जे होस् तपाईहरुले यति विश्वास गर्नु हैन, यो पल्टको चाहिँ यो क्वालिफायर्स एकदमै टफ हुनेवाला छ हैन। कुन ठीक हामीले इङ्ल्यान्डसँग खेल्न पर्छ कि। सो यो हो हैन सम्पूर्ण जानकारी 2027 वर्ल्ड कपको बारेमा। अब नेक्स्ट भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ नेपालको कस्तो के सिनेरियो छ हैन, कसरी क्वालिफाई गर्न सक्छन् र कतिवटा गेम छ र कुन टिमलाई टार्गेट गर्नुपर्छ त्यो म सबै तपाईहरुसँग शेयर गर्नेछु। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।